दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। लुम्बिनीले चितवन राइनोजलाई 6 विकेटले हराएको हो। चितवनले दिएको 143 रनको लक्ष्य पछ्याएको लुम्बिनीले 18 ओभर 3 बलमा 4 विकेट गुमाएर भेटायो। लुम्बिनीका गुलबादिन नईबले अभिजित 44, कप्तान रोहित कुमार पौडेलले 39 र सन्दीप जोराले 28 रन बनाए। चितवनका रिजन ढकालले 2 र सोहेल तानवीरले 1 विकेट लिए। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले 20 ओभरमा 7 विकेट गुमाएर 142 रन बनाएको थियो। चितवनका रवि बोपाराले 66 रन बनाए। प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो। लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले 3, अभिषेक गौतम र गुलबादिन नईबले 2 विकेट लिए। चितवनले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली एक्सलाई हराएको थियो। एनपीएलमा चितवन, लुम्बिनी, काठमाडौँ गुर्खास, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्स, कर्णाली एक्स र पोखरा एभेन्जर्स गरी 8वटा टोलीको सहभागिता रहेको छ। मङ्सिर 1 गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर 27 गते हुनेछ।